गीत सङ्गीत क्षेत्रमा पहिले जति माया गर्नुहुन्थ्यो जुन प्रकारको थियो अहिले पनि त्यत्तिकै छ परदेशमा आएपछि? एक दिन गीत सुन्न नपायो भने मलाई के बिर्से जस्तो हुन्छ। गीत सङ्गीत साह्रै मनपर्छ। हे हाम्रा हो संस्कृति हाम्रै हो नेपाल देश, तिमीलाई छोडी अर्कैसँग माया गसौला र। विभिन्न संस्थाहरूले चाहिँ अगाडि देखाउने काम गर्नुभएको छ, उहाँले के भन्न चाहनुहुन्छ? भन्नुपर्दा पहिले नेपाली जनसङ्ख्या पनि कम थियो र यस्ता कार्यहरू पनि हुँदैनथे। दर्शक महानुभावहरू नमस्कार। खोज यात्रामा यहाँलाई हार्दिक स्वागत छ। म आदित्य बुढाकाजी। सुख दुःख र सङ्घर्षका कथा, सूचना समाचार अनि मनोरञ्जन लिएर तपाईँहरूमा उपस्थित भएका छौँ। आज हामीसँग कुराकानी गर्नको लागि आज हामीसँग पाहुना हुनुहुन्छ नेपाली गीत सङ्गीत क्षेत्रलाई माया गर्ने नेपाली लोकदेउडा गायिका तथा पछिल्लो समय भारतको बेङ्गलोरमा समाजसेवामा पनि सक्रिय धर्मा कुमारी उखेडाजी हुनुहुन्छ। उहाँसँग आज हामी विशेष कुराकानी गर्दैछौँ नेपाली गीत सङ्गीत क्षेत्रको बारेमा र बेङ्गलोरमा भइरहेका विकृतिको बारेमा पनि उहाँसँग कुराकानी गर्दैछु। सर्वप्रथम उहाँलाई स्वागत गरौँ। यहाँलाई हार्दिक स्वागत छ। हजुर धन्यवाद छ सर। के छ, आरामै हुनुहुन्छ? हजुर आरामै छु। के गरेर समय बिताइरहनु भएको छ अहिले परदेशमा? अहिले अब यस्तै त हो सर, परदेशमा काम गरेर हजुर समय बितिरहेका छन् भन्नुपर्छ। हजुर नेपालदेखि अब तपाईँ नेपाली गीत सङ्गीत क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ, नेपाली गीत सङ्गीत क्षेत्रलाई माया पनि गरिरहनु भएको छ। के छ यहाँ परदेशमा आउनुको कारण? अब परदेशमा आउनुको कारण भन्नुपर्दा हजुरको अब रोजगारीको सिलसिलामा भन्नुपर्छ। नेपालदेखि भारतसम्म पुगेको। अब नेपालमा रोजगारी छैन, त्यही भएर भारतमा। तपाईँ गीत सङ्गीत क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ, नेपाली गीत सङ्गीत क्षेत्रलाई माया गर्नुहुन्छ, कि नेपालमै बसेर त्यो सम्भव थिएन? हजुर नेपालमा बसेर मेरो लागि यो गीत सङ्गीत सम्भव छैन। किनभने हुन त म सानो 5 क्लास पढ्दादेखि नै मैले गीत सङ्गीतमा लागेकी हुँ। म दोहोरी भनेपछि हुरुकै हुने अनि देउडालाई पनि त्यति मन पराउने अनि स्कुलमा पनि भाग लिने अनि फर्स्ट सेकेन्ड थर्ड हुने गर्थे। अहिले पनि गीत सङ्गीत क्षेत्रमा पहिले जति माया गर्नुहुन्थ्यो जुन प्रकारको थियो अहिले पनि त्यत्तिकै छ परदेशमा आएपछि? हजुर सर, गीत सङ्गीतप्रति त मेरो धेरै माया छ। गीत सङ्गीतप्रतिको माया यति छ कि अब भन्नै नसकिने। मेरो कति पनि घटेको छैन। जो बालापनदेखि मेरो गीत सङ्गीतमा सङ्घर्ष थियो, म गीत सङ्गीतलाई माया गर्थेँ, त्यो माया आजसम्म पनि त्यस्तै छ। गीत सङ्गीत भनेपछि मलाई एक छाक खाना नभए पुग्छ, तर गीत सङ्गीत मैले एक दिन गीत सुन्न नपाएँ भने मलाई के बिर्से जस्तो हुन्छ। गीत सङ्गीत साह्रै मनपर्छ। अहिले पनि परदेशमा विशेष गरी भारतमा र अहिले नेपालीहरूको एकदमै धेरै बसोबास भएको बेङ्गलोरमा विभिन्न कार्यक्रमहरू भइरहेछन्, स्टेज प्रोग्रामहरू पनि भइरहेछन्, त्यसमा कतिको सक्रिय हुनुहुन्छ तपाईँ? हजुर सर, म बेङ्गलोरमा 2वटा संस्थामा आबद्ध छु। एउटा देउडा प्रतिष्ठान नेपाल शाखा भारत बेङ्गलोरमा, त्यो देउडा संस्थामा आबद्ध छु। अर्को राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा भारत, 2वटा संस्थामा म आबद्ध छु। यिनीहरूले तपाईँभित्र भएको कला प्रतिभालाई चाहिँ देखाउने वातावरण बनाइदिएका छन्? हजुर सर, मेरो पहिले गीतको सुरुवात नै देउडाबाट भएको, देउडा गीतबाटै। म एक दिनको कुरा हो, देउडा प्रतिष्ठानमा राम्रो कार्यक्रम भइरहेको थियो अनि त्यो दिनमा हाम्रो आदरणीय सर सुरेन्द्र राउल सर हुनुहुन्छ, उहाँहरूमा कलश फ्रेन्ड पनि भन्नुपर्छ। र त्यो कार्यक्रममा मलाई बोलाउनु भएको थियो र म त्यति बेला त अब मलाई स्टेजमा जान अलि गाह्रो भइरहेको थियो, डर लागेको थियो। अनि त्यसपछि 1-2वटा टुक्का देउडा गाएकी थिएँ। अनि त्यसमा त्यहाँ उतिखेर त्यो देउडा प्रतिष्ठानमा अध्यक्ष हुनुहुन्थ्यो हाम्रो करण विकास सरजी हुनुहुन्थ्यो। उहाँले पनि अनि सदस्य लिनुपर्छ म्याडम, गीत सङ्गीतमा राम्रो छ हजुरको, अनि लाग्नुपर्छ गीत सङ्गीतपछि भनेर मलाई धेरै साथ सपोर्ट दिने धेरै सर हुनुहुन्छ। अब त्यस्तै छ सर। अहिले एल्बमहरू निकालिसक्नु भएको छ तपाईँले? मैले पहिला
एल्बम चाहिँ सुबा खेल्ने खेल भन्ने एल्बम निकालेको छु, जसमा 700 पट रहेको थियो। मेरो बुढा अनि हाम्रो आदरणीय सर सुरेन्द्र राहुल अनि विकास रोकाया सर हुनुहुन्छ अनि अनिता म्याडम मलाई साथ सपोर्ट दिनुभएको थियो। तपाईँ गीत सङ्गीत क्षेत्रलाई माया पनि गर्नुहुन्छ, सक्रिय पनि हुनुहुन्छ यतैबाट भए पनि। हजुर। दर्शकहरूलाई अहिले मनोरञ्जनको लागि केही टुक्का देउडा गाइदिनु पर्छ। अहिले एउटा सुबा खेल्ने खेल भन्ने एल्बमको एउटा टुक्का गाइदिन्छु। हजुरहरू सम्पूर्णलाई नमस्ते नमस्कार भन्दै र मेरो गीतलाई माया गरिदिनु होला भन्ने पनि आशा र अपेक्षा गरेकी छु। एउटा टुक्का सुनाउन गइरहेकी छु, सुनिदिनु हुनेछ भन्ने आशा छ। बरिखाका भेल पानी पर्यो रे माझीमा, बरिखाका भेल सुबा खेल्ने खेल मलाई पन ठाउँ बनाइ, सुबा खेल्ने खेल सुबा खेल्ने खेल मलाई पन ठाउँ बनाइ, सुबा खेल्ने खेल। धन्यवाद सर। वाउ, तपाईँको जुन शब्दहरू छन् यसमा तपाईँको आवाजले ती शब्दहरूले चाहिँ तपाईँको आवाजलाई सुनमा सुगन्ध भरे जस्तै बनाइदिएको छ। अनि अहिले नेपाली गीत सङ्गीत क्षेत्र र नेपाली देउडालाई चाहिँ अहिले बेङ्गलोरमा विभिन्न संस्थाहरूले चाहिँ अहिले लुकेर बसेका बाध्यताले चाहिँ परदेशमा भएका दाजुभाइ दिदीबहिनीहरूको कला प्रतिभालाई चाहिँ अहिले विभिन्न संस्थाहरूले चाहिँ अगाडि देखाउने काम गर्नुभएको छ। उहाँलाई के भन्न चाहनुहुन्छ? म त सर्वप्रथम त धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो देउडा प्रतिष्ठान नेपाल शाखा भारतलाई अनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँका संस्थाका सम्पूर्णमा। र हाम्रो सङ्गीतकर्मी संस्था हुनुहुन्छ, म यतिखेरको बसाइमा म हाम्रो सङ्गीतकर्मी संस्थाका अध्यक्ष अविनाश सरज्यूलाई पनि धेरै धेरै सम्झिन चाहे, धन्यवाद दिन चाहन्छु। उहाँले पनि मलाई साथ सपोर्ट दिनुभएको छ। केही समय पहिला यी कार्यक्रमहरू हप्तै पछि महिना पछि भइरहेका थिए, अहिले अलिअलि कम कम भए जस्तो देख्नु भएको छ तपाईँले कार्यक्रमहरू? हजुर, पहिला बेङ्गलोरमा पनि संस्थाहरू धेरै चलिरहेका थिए, धेरै मनोरञ्जन हुन्थ्यो, धेरै गीत सङ्गीतमा धेरै हुन्थ्यो। अहिले पछिल्लो समयमा हजुरको गीत सङ्गीतको संस्कृतिको नाममा विकृति भइरहेको छ, धेरै विकृति फैलिरहेको छ। अब कतिपय नेपालीहरूले यता धेरै नराम्रा काम गरेर पनि अलि संस्थामा अलि अब यताको पुलिस प्रशासनहरूले अलि नियमहरू पनि कडा लगाएका छन्, कार्यक्रम गर्न चाहिँ असहज जस्तो भइरहेको छ। अनि यता त अब एउटा गीतबाट भन्छु म, उडेर परेवा भयो बसेर बाज भयो, उडेर परेवा भयो बसेर बाज भयो, राम्राको इज्जत गयो देख्नेलाई लाज भयो, राम्राको इज्जत गयो देख्नेलाई लाज भयो भने जस्तै भइरहेछ। जो यी विकृति गर्नेहरूको कारणले गर्दा जो सोझा सादा नेपालीहरू थिए तिनीहरूको पनि बदनाम भइरहेछ। हजुर, जो अब दिनभरि सङ्घर्ष गरेर पसिना बगाएर मेहनत गरिरहेका छन्, अब एउटा नेपालीले गर्दा सबैजना सोझा साझा नेपालीहरूको धेरै बेइज्जत भइरहेको छ। जुन कलाकार नेपालका कलाकारहरूलाई बोलाएर यहाँका स्थानीय कलाकारहरूलाई बोलाएर चाहिँ कार्यक्रमहरू गर्ने अनि लास्टमा आएर झैझगडा गर्ने होइन, यस्तो विभिन्न विकृतिहरू गर्ने खालका कारणले गर्दा चाहिँ पुरै सङ्घ संस्थाहरूप्रति नै एउटा दाग लागेको छ। हजुर हजुर, अब हाम्रो गीत सङ्गीतको जगेर्ना गर्नको लागि, आफ्नो कल्चरलाई जगाउनको लागि, आफ्नो संस्कृतिलाई जगाउनको लागि परदेशमा दुःख गरेर भए पनि संस्थाले राम्रा राम्रा काम गरिरहेका थिए। नेपालबाट कलाकारहरू बोलाउने, राम्रो मनोरञ्जन दिने अनि स्थानीय कलाकारहरूलाई अवसर दिने, लुकेका प्रतिभाहरूलाई खोजी कार्य गरेर अगाडि बढाउने जस्ता कार्य धेरै राम्रा भइरहेका थिए। हजुर, संस्थाहरूले गरिरहेका थिए। र बिचमा अब कोही कोही नेपालीहरूको लाग्दा अब झैझगडा गर्ने, कुर्सी टेबलहरू भाँचिदिने, अब कलाकारहरूलाई पनि नेपालबाट बोलाएका कलाकारहरूलाई जोगाउनको लागि पनि धौधौ हुने क्या, त्यस्तो हम्बे हुने त्यस्तो कार्य गरिरहेका छन्। त्यही भएर अलि के छ यी पछिल्लो समय भइरहेका विकृतिहरूलाई चाहिँ न्यूनीकरण गर्नको लागि चाहिँ के गर्नुपर्ला जस्तो छ? अब यो हामी सबै नेपाली हौँ, हामी सबै दाजुभाइ हौँ, किनभने हाम्रो रहर त पक्कै पनि होइन, हामी बाध्यताले परदेशेका छौँ
र हामी सबै दाजुभाइ दिदीबहिनी एउटालाई अप्ठ्यारो पर्दा अर्कोले सहयोग गर्ने, अर्कोलाई अप्ठ्यारो पर्दा अर्कोले हातेमालो गर्दै अगाडि बढ्ने र साथ सपोर्ट गर्ने। हामी नेपाली भनेका सबै दाजुभाइ दिदीबहिनी हौँ, आमा बुवा हौँ भनेर सोच्ने र राम्रो काम गरेर अगाडि बढ्नुपर्छ र यस्ता विकृतिलाई अन्त्य गर्नको लागि सामाजिक अभियन्ताहरू र सम्पूर्ण संस्थाहरूले न्यूनीकरण गर्नुपर्छ। र पछिल्लो समय नेपालीहरूप्रति हेर्ने दृष्टिकोण नै भनौँ फरक भएको छ यहाँका जनताहरूको, यहाँका बासिन्दाहरूको होइन। नेपालीहरू भन्ने बित्तिकै अलिकति नराम्रो दृष्टिकोणले हेर्ने गर्छन् नि त अहिले। हजुर, अब भन्नुपर्दा पहिले नेपाली जनसङ्ख्या पनि कम थियो र यस्ता कार्यहरू पनि हुँदैन थिए। आजभोलि नेपालीको जनसङ्ख्या पनि धेरै बढ्यो, सँगसँगै विकृति पनि धेरै बढ्यो। आज एउटाजना नेपालीले गर्दा सारा नेपालीहरूको बेइज्जत भइरहेछ। अहिले हजुरको दोकानमा केही सामान लिन जाऊ, यति महँगो भयो, अलि मिलाएर दिनु भन्दा पनि के चोरेर ल्याएको हो र भनेर नेपालीलाई यस्तो झड्काइदिन्छन् क्या देशीहरूले। धेरै हेप्ने गरेका छन्। पहिला कति राम्रो प्रोग्रामहरू हुन्थ्यो, कति राम्रो गीत सङ्गीतलाई कति संस्थाहरू कति राम्रो चलिरहेका थिए। अहिले पछिल्लो समयमा यिनीहरूको यो हरकतले गर्दा विकृतिको कारण अहिले संस्थाहरूलाई पनि अलि गाह्रो भइरहेछ कार्यक्रम चलाउन। दुईजना मान्छे एक ठाउँमा उभिए पनि अब त्यहाँ आजभोलि त यता प्रदेशमा हामीलाई सबैलाई गाह्रो भइरहेछ। पुलिस प्रशासनहरूले पनि धेरै कडा नियम गरेका छन्, कार्यक्रम चलाउनलाई पनि अलिक गाह्रो हुन्छ। अहिले जुन नेपालीहरू जुन ठाउँमा भेला हुन्छौँ त्यही ठाउँमा चाहिँ यहाँका प्रहरीहरूले चाहिँ हजुर निगरानी गरिरहेका छन्। हजुर, जस्तै अहिले विधानसभा भयो, त्यो लालबाग अनि त्यो अरू थुप्रै ठाउँमा चाहिँ जहाँ गयो त्यही विकृति भइरहेछ। अब हाम्रो लालबागमा नेपालीहरू जाने अनि आफ्नो संस्कृति होइन, अब सबै दिदीबहिनीहरू भेटघाट गर्ने, सुदूरपश्चिमको देउडा आफ्नो संस्कृतिलाई जगाउनको लागि खेल लगाउने यस्ता कार्यहरू धेरै राम्रा हुन्थे। तर आजहरू दुईजना एक ठाउँमा भएपछि त्यहाँ लडाइँ हुने, झगडा हुने। त्यही भएर आजभोलि पुलिस प्रशासनहरूले पनि धेरै कडा गरिरहेछन्। अहिले तपाईँ बेङ्गलोरमा हुनुहुन्छ अनि तपाईँले चाहिँ कसरी जीवन चलाइराख्नु भएको छ बेङ्गलोरमा? के छ केटाकेटीको भविष्य? हजुर सर, अहिले अब परदेशमा दुःख गरिरहेछु काम गरेर। मेरो त नानीहरू यता हुनुहुँदैन अनि नेपालमै हुनुहुन्छ। मैले 3-4 क्लाससम्म यता पढाएँ। अब यता पढाउनको लागि यता त्यस्तै किसिमको आम्दानी पनि हुनु पर्यो, कि त ठुलो स्कुलमा हाल्नको लागि त्यस्तो आर्थिक पनि हुनु पर्यो। त्यही भएर नेपालको भन्दा यहाँ शिक्षा राम्रो छैन कि के भएर? अब नेपालको भन्दा अब आफ्नो ठाउँको जस्तो त परदेशमा के हुन्थ्यो र? अब आफ्नो ठाउँमा भएपछि आफ्नै भाषा, आफ्नै भूषा, आफ्नै संस्कृति, आफ्नै सबै कल्चरहरू सबै सिकिने भयो। र यताको भन्दा पढाइ पनि नेपालकै राम्रो जस्तो लाग्यो मलाई। अब हाम्रो जिन्दगी त परदेशमै अब यस्तै दुःख गरेर बित्ने भयो। हजुर, अब छोराछोरीहरूलाई चाहिँ परदेशी बनाउने मेरो सिद्धान्त छैन। जो यहाँको चाहिँ हामीप्रति गरिने व्यवहार, जुन परदेशीको पीडा चाहिँ हजुर हाम्रो अनुभव चाहिँ उहाँहरूलाई गराउनु हुन त आफ्नै जन्म दिएको छोराछोरी आफ्नो मुटुको टुक्रा अलग राखेर आफू एक्लै बस्न त कसलाई रहर हुन्छ र? त्यो पनि बाध्यता हो। र त्यही पनि कति वर्ष भयो तपाईँलाई यहाँ आएको, बेङ्गलोरमा आएको? बेङ्गलोरमा आएको हजुरको अहिले 13 साल जति भयो। 13 वर्ष भइसक्यो? हजुर, 13 वर्ष भइसक्यो। हजुर, नेपाल आउने जाने गर्नुहुन्छ? कहिलेकाहीँ आउने जाने गर्छु। हजुर, अनि नेपाली गीत सङ्गीत क्षेत्रलाई पनि बिर्सिनु भएको छैन अहिलेसम्म? नै सर, म नेपाली गीत सङ्गीतलाई त मरे पनि सायद म मरेको दिनमा पनि गीत बजाएर मलाई अन्तिम बिदा गरिदिनु होला भन्ने त्यस्तो उ छ मेरो। देउडा भन्दा पनि देउडा तपाईँले गाइसक्नुभयो, दोहोरी चाहिँ दर्शकहरूलाई सुनाउन सक्नुहुन्छ? दोहोरी मेरो एउटा दोहोरी पनि छ, मैले निकालेको एल्बम मेरो मुटु भन्ने छ। अब त्यसको एउटा टुक्का गाइदिन्छु, हजुरहरूलाई सुनाउन चाहन्छु। हे तिमीलाई छोडी अरूकैसँग माया गसौला र, तिमीले मलाई छोडी गए म के बाँचुला र, हामी सँगै हुन दैवले नि दिएन हामी सँगै हुन, म मरे नि वै मेरो
पाउँदैन है रुन म मरे नि ओए मेरो मुटु तिमी पाउँदैन है रुन। धन्यवाद। एकदमै मिठो दोहोरी गीत सुनाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अहिले हाम्रो विशेष गरी हाम्रो सुदूरपश्चिमतिर चाहिँ देउडा र ठाडी भाका छ। ठाडी भाका तपाईँलाई कस्तो लाग्छ? के तपाईँलाई? हजुर, मलाई देउडा पनि मनपर्छ, ठाडी भाका पनि मनपर्छ। दिदीबहिनीले चाहिँ मेलापात गर्दाखेरि अहिले चाहिँ भनौँ हरियाली मेलापातको समय पनि छ, त्यसमा चाहिँ एक्लै हुँदा गुनगुनाउने र दुई दिदीबहिनीहरू पनि बस्दा पनि गुनगुनाउने गीत ठाडी भाका। ठाडी भाकालाई चाहिँ तपाईँले कतिको मन पराउनुहुन्छ? देउडा दोहोरीमा देउडा ठाडी भाका दुइटैलाई मन पर्छ। लोकदोहोरी हजुर। ठाडी भाका सुनाउन सक्नुहुन्छ सानो टुक्का? सुनाउँछु म। धेरै धेरै धन्यवाद छ सर। अहिले म हाम्रो सुदूरका चर्चित कलाकार सुदूरका तारा भन्नुपर्छ हाम्रो अग्रज प्रकाश थापा सरजीको एउटा ठाडी भाका गाइदिन्छु, तर गीतलाई न्याय दिन नसकुला र त्यही पनि गुनगुनाउँछु, स्वीकार दिनुहोला। हे घाँसन्छु खारानी पहिराछु जो गीको माला घाँसन्छु खारानी मान्छेको पारानी करिकाली पाताको पानी मान्छेको परानी। धन्यवाद। वाह, एकदमै अहिले मेलापात गर्दाखेरि दिदीबहिनीहरूले गुनगुनाउने गीत। अनि तपाईँलाई चाहिँ अहिले परदेशमा हुनुहुन्छ, कतिको सम्झना हुन्छ अहिले यो गीत गाइरहँदाखेरि चाहिँ हाम्रो गाउँघरको? यो भाकामा स्वर भयो कि अवसर अर्को गाउँछु भनौँ न। अनि अहिले तपाईँ हामी परदेशमा छौँ, अहिले बर्खायामको समयमा हरियाली छ, हाम्रा दिदीबहिनीहरू मेलापात गरिरहेकी छन्, तपाईँ अहिले परदेशमा हुनुहुन्छ, यो समयलाई चाहिँ तपाईँले कसरी सम्झिनुहुन्छ? यो समयमा धेरै धेरै सम्झेकी छु सर। आफ्नो गाउँघर जस्तो त परदेशमा के हुन्थ्यो। आफ्नो गाउँघरतिर अर्ग्यानिक खाना अनि साथी सङ्गीको माया, दिदीबहिनीको माया, अनि मेलापात गर्दै अनि सुरिलो भाकाले गीत गाउँदै मेलापात गरेको याद तपाईँले पनि गर्नुभएको छ? हजुर गर्छु, गरेकै हुनुहुन्छ। त्यसै बिचमा चाहिँ अहिले दर्शकहरूको लागि मनोरञ्जनको लागि तपाईँलाई मनपर्ने, तपाईँलाई गाउन सक्ने एउटा ठाडी भाका गाइदिनु। हे काठैदैन चैतका रैला मैना छुटे न्यादिनायो काठैदैन सुन्दैरला दुखी मन बज्दै र बिनायो काठैदैन सुन्दैरला दुखी मन बज्दै र बिनायो। धन्यवाद। एकदमै तपाईँले मन छुने ठाडी भाका गाउनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। जुन यी ठाडी भाकाहरूले हाम्रा गीत सङ्गीतले चाहिँ हाम्रो गाउँ समाजलाई चाहिँ एकदमै झझल्को लाग्ने खालका परदेशमा हुँदाखेरि त्यो हुन्छ। अनि तपाईँले चाहिँ यी गीतहरूलाई चाहिँ कतिको यहाँ काम गर्दाखेरि यहाँ हुँदाखेरि गुनगुनाउनुहुन्छ? अरू म त गीत गुनगुनाइरहन्छु सर। गाउँघरको याद आउँदा, आफ्नो सन्तानको माया लाग्दा, गाउँघरको याद आउँदा अनि दिदीबहिनीको माया लाग्दा मैले आफैले एक्लै गीत गुनगुनाएर पनि मैले मन बुझाएकी हुन्छु। धेरै गाउँघरको धेरै याद आउँछ। दर्शकमान बाबु, हामी परदेशमा छौँ, परदेशमा भएर पनि आफ्नो गीत सङ्गीत क्षेत्रलाई चाहिँ उहाँले
आफ्नो कतै पनि बिर्सनु भएको छैन। नेपाली गीत सङ्गीत क्षेत्रलाई माया गरिरहनु भएको छ। कुनै न कुनै ठाउँमा चाहिँ उहाँले चाहिँ अवसर पायो भने चाहिँ म त्यहाँ चाहिँ जान्छु, त्यहाँ चाहिँ गीत गाउँछु भन्ने चाहिँ उहाँले यो सोच बनाउनु भएको छ। यस्ता गीत गायकहरूप्रति चाहिँ हामी हार्दिक धन्यवाद दिन चाहन्छु र दर्शकहरूलाई अन्तिममा के भन्न चाहनुहुन्छ? दर्शकहरूलाई नमस्ते नमस्कार। सम्पूर्णले हाम्रो खोज यात्रा कार्यक्रमलाई सुख दुःख र सङ्घर्षको कथा, सूचना र सञ्चार र मनोरञ्जनको साथै खोज यात्रालाई सबैजनाले माया गरिदिनु होला र लुकेका प्रतिभाहरूलाई अगाडि ल्याउनु होला। हुन त कसैले बाध्यताले पनि धेरै मनमा रहर हुँदाहुँदै पनि, मनमा गाउने रहर हुँदाहुँदै पनि, तर कसैको समस्याले, घरायसी तनावले गर्दा, धेरै पीडाले गर्दा पनि बाहिर आफ्नो कलालाई बाहिर देखाउन सक्नुभएको छैन र पिछडिएर बस्नुभएका सम्पूर्णले हाम्रो खोज यात्रालाई सम्झिनु होला भन्न चाहन्छु। र दर्शकहरूको मनोरञ्जनको लागि तपाईँले एउटा मिठो गीत गाइदिनु। हजुर, धन्यवाद छ। जाँदा जाँदै एउटा देउडा गीत सुनाउन चाहन्छु हजुरको सामु। हे हाम्रा हो संस्कृति, हाम्रै हो नेपाल देश। हे हाम्रा हो संस्कृति, हाम्रै हो नेपाल देश। हे दिनीका दिनी विकृति फैलिँदैछन् बेङ्गलोर सहर। हे दिनीका दिनी विकृति फैलिँदैछन् बेङ्गलोर सहर। वाह, तपाईँले गीतको माध्यमबाट चाहिँ बेङ्गलोरमा भइरहेका विभिन्न विकृतिहरूको बारेमा र हाम्रो देश नेपाली हामी भएको कारणले गर्दा सम्पूर्ण एउटा किसिमको देशको नै अब बदनाम गरिएको चाहिँ तपाईँले गीतको माध्यमबाट चाहिँ गाउनुभयो। धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यस्ता विकृतिहरू चाहिँ भइरहेका छन्, यिनलाई चाहिँ न्यूनीकरण गर्नको लागि चाहिँ, यस्ता विकृतिहरू हटाउनको लागि चाहिँ अहिले विभिन्न सङ्घ संस्थाहरू पनि हुनुहुन्छ। के भूमिका खेल्नुपर्छ, के गर्नुपर्छ जस्तो लाग्छ अहिलेलाई? मलाई त लाग्छ सर, पछिल्लो समयमा बेङ्गलोरमा विभिन्न किसिमका घटनाहरू घटिरहेछन्। जस्तै आत्महत्या, अनि कुटपिट, धेरै चोरी डकैती। चोरी डकैतीको कारणले गर्दा सोझा साझा हजुर, अब एकजनाले बिगार्ने, एकजनाले के भन्छन् नि, एकजना बिराउने सयलाई गिराउने भन्छन्, त्यस्तै भइरहेछ आजभोलि बेङ्गलोरतिर। एउटा एकजनाले गलत गर्दा सारा सोझा साझा नेपालीलाई असर परिरहेछ र सबैले यातना भोग्नुपर्ने भएको छ। सबैको बदनाम भइरहेछ। त्यही भएर हाम्रो ठुल्ठुला सङ्घ संस्थाहरूले, सामाजिक नेताहरूले यस्ता कुराहरूलाई चाहिँ हटाउनको लागि हामीले एउटा सबैले चाहिँ आफ्नो क्षेत्रबाट चाहिँ भूमिका खेल्नुपर्छ। दर्शकमान बाबु, उहाँले चाहिँ हामीसँग आफ्नो अमूल्य समय दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद आफ्नो अमूल्य समय दिएर चाहिँ हामीसँग चाहिँ कुराकानी गरिदिनु भएकोमा। धन्यवाद छ सर, मलाई यो अवसर दिनुभएकोमा। विशेष गरी त हाम्रो आदरणीय सुरेन्द्र रावल सरलाई विशेष गरी धन्यवाद दिन चाहन्छु र हजुरलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद। दर्शकमान बाबु, हामी पछिल्लो समय बेङ्गलोरमा भइरहेका विभिन्न घटना दुर्घटनाहरू सम्बन्धी र विभिन्न जनचेतनामूलकहरू सम्बन्धी तपाईँहरूभित्र भएको कला र प्रतिभालाई चाहिँ हामीले खोज यात्राको माध्यमबाट चाहिँ हामीले ल्याउने, प्रस्तुत गर्ने चाहिँ गरेका छौँ र तपाईँहरूले हाम्रो कार्यक्रम हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आज हामीसँग पाहुना अतिथि हुनुहुन्थ्यो, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै महादेव त्रिपुराकाजी पनि बिदा चाहन्छु। नमस्कार। नमस्कार।